अब हाम्रो कर्मलाई पनि स्टन्ट भन्छन् भने अब तिनी कुन पार्टीबाट कहाँबाट पालिएका हुन् कहाँबाट पोसिएका हुन् अब तिनले के बोल्छन् कसो बोल्छन् तिनको पछाडि हिँड्न जरुरत छैन तर तपाईँ हामी कर्म गरिरहेका छौँ हाम्रो जनताले छुट्याइरहनु भएको छ जहाँ जाँदाखेरि पनि माया गर्नुहुन्छ सम्मान गर्नुहुन्छ आशीर्वाद दिनुहुन्छ सयौँ बुढाबुढी बुवाआमाले आशीर्वाद दिएको टाउको हो मनोजी हो बुझ्नुभएको भएन रोएर आशीर्वाद दिनुभएको छ आफूले काम गर्दाखेरि भनिसकेपछि बाआमादेखि लिएर दाजुभाइ दिदीबहिनी सबैले आशीर्वाद दिनुभएको छ माया गर्नुभएको छ साथ दिनुभएको छ हामी सँगसँगै सहकार्य गर्नुहुन्छ एउटा वृक्षारोपण गर्दाखेरि तपाईँको मिडियामा आएको छ 100जना स्थानीयहरू उपस्थिति भइदिनुहुन्छ भनेपछि हामी स्टन्ट गरिरहेछौँ काम गरिरहेछौँ उहाँ स्टन्ट भन्नेलाई स्टन्ट भन्न दिनुहोस् स्टन्ट भन्दा भन्दै देश सकिन लागिसक्यो युवाहरू छैनन् देशमा अब कहिले लोड सेडिङ छैन देखिहाल्नु भयो हिजो 3-4 चोटि त लोड सेडिङै भयो देखिहाल्नु भयो के भएको मान्नेज्यू यो त्यही त अब देश यो जान्छ कोटेश्वरमा बत्ती दिनमा अब हिजो त कचोटि गयो ठेगाना यहाँ मात्र होइन देशैभरि गयो होइन भनिसकेपछि अझ पनि नेताले जे गर्छन् तपाईँहरू ताली बजाउँदै हिँड्नुहोस् नेताले जति गल्ती गरे पनि ताली बजाउँदै हिँड्नुहोस् देश भन्दा ठुलो कुरा काठमाडौँको जनसङ्ख्या बढेर